साथीहरू, यो संसारमा सिधा सादा हुनु खराब कुरा होइन, तर यदि तपाईँ जरुरतभन्दा धेरै सिधा हुनुहुन्छ भने त्यही सिधापन एक दिन तपाईँको सबैभन्दा ठुलो कमजोरी बन्न सक्छ। यो संसारमा सबैभन्दा धेरै धोका उनीहरूलाई नै मिल्छ जसको मन सबैभन्दा सफा हुन्छ। मानिसहरूले तपाईँलाई प्रयोग गर्छन्, धोका दिन्छन् र तपाईँको मेहनतको फल कसैले अर्कैले उठाउँछ। अब प्रश्न यो हो कि तपाईँ जिन्दगीभर यस्तै प्रयोग हुँदै बस्न चाहनुहुन्छ कि दिमाग तेज बनाएर सोचमा गहिराई ल्याएर एक चलाक र समझदार व्यक्ति बन्न चाहनुहुन्छ? यदि तपाईँ यो संसारमा सम्मान, सफलता र पैसा कमाउन चाहनुहुन्छ भने सोझोपन छोड्नुहोस् र चलाक बन्नुहोस्, किनकि आजको समय चलाकी कुनै स्किल होइन, यो त आवश्यकता हो। आज म तपाईँलाई बताउने छु 12 वटा यस्ता नियम जसले तपाईँको सोच, तपाईँको व्यवहार र तपाईँको पुरै जीवन परिवर्तन गर्न सक्छ। यी नियमहरू त्यही शक्ति हुन् जसले सफल मानिसलाई सामान्य मानिसभन्दा फरक बनाएको थियो। त्यसैले ध्यान दिएर सुन्नुहोस् र आफूलाई स्मार्ट, स्ट्रङ र दृढ व्यक्तित्वमा ढाल्न तयार हुनुहोस्। नियम नम्बर 1, आफ्नो कमजोरी सबैलाई नदेखाउनुहोस्। सबैको अनुहारमा मुस्कान हुन्छ, तर सबैको नियत सफा हुँदैन। यदि तपाईँले सबैलाई आफ्नो दुःख, पीडा र कमजोरी सुनाउनुभयो भने केही मानिसहरूले तपाईँलाई हतियार बनाएर तपाईँलाई नै ढाल्नेछन्। कमजोरी लुकाउनु होइन, त्यसलाई नियन्त्रण गर्न सिक्नुहोस्। त्यसलाई आगो बनाउनुहोस् जो तपाईँलाई बलियो बनाओस्, कसैको हातको चिङ्गारी होइन। नियम नम्बर 2, सही शब्द सही समयमा। शब्द केवल कुरा होइनन्, शब्द हतियार हुन्। गलत समयमा बोलेका शब्दले मानिसले तपाईँलाई हल्का लिन्छ। कम बोल्नुहोस्, सोचेर बोल्नुहोस् र जब बोल्नुहोस् हाबी शब्द प्रयोग गरेर बोल्नुहोस्। त्यसपछि मात्र मानिसहरूले तपाईँलाई गम्भीरतापूर्वक लिन्छन्। नियम नम्बर 3, आफूलाई सम्मान गर्न सिक्नुहोस्। यदि तपाईँले आफूलाई नै सम्मान गर्नु भएन भने यो संसारले तपाईँलाई फुटपाथ झैँ प्रयोग गर्छ। याद राख्नुहोस्, सम्मान बाहिरबाट होइन, पहिले आफैबाट सुरु हुन्छ। नियम नम्बर 4, नकारात्मक प्रश्नबाट रिसाउनु हुँदैन। रिसमा उत्तर दिने मान्छे खेल त्यही हार्छ। चलाक मान्छे रिस होइन, दिमाग प्रयोग गर्छ। दिमागले खेल्नेहरू संसार चलाउँछन्। नियम नम्बर 5, मतलब बिना कोही पनि तपाईँको हुँदैन। यो संसार फाइदामा चल्छ। मतलब सकियो, सम्बन्ध सकियो। यो सत्य जति चाँडो बुझ्नुभयो उति कम चोट लाग्छ। नियम नम्बर 6, धैर्य छैन भने पतन निश्चित छ। हतारमा गरिएको निर्णय जिन्दगीभरको पछुतो बन्न सक्छ। सही समय पर्खनु असली चलाकी हो। नियम नम्बर 7, सोचेर मात्र बोल्नुहोस्। नसोची बोलेको शब्दले तपाईँको इज्जत आफै गिराउँछ। जिब्रो नियन्त्रणमा राख्नुहोस्, नत्र त्यही जिब्रो तपाईँको शत्रु बन्छ। नियम नम्बर 8, आँखामा आँखा मिलाएर बोल्नुहोस्। आँखा झुक्यो भने तपाईँ कमजोर देखिनुहुन्छ, आँखा मिल्यो भने तपाईँ बलियो देखिनुहुन्छ। त्यसकारण आँखा जुदाएर बोल्न सिक्नुहोस्। तपाईँभन्दा ठुलो कोही छैन, तपाईँ नै तपाईँको लागि ठुलो हो। नियम नम्बर 9, असल हुनुहोस् तर कमजोर नबन्नुहोस्। सिधा रुख सबैभन्दा पहिले काटिन्छ। गलत मानिसहरू सामु कडा भएर देखाउन जान्नुपर्छ। नियम नम्बर 10, आफ्नै सीमामा नबाँधिनुहोस्। जो कुराले तपाईँलाई डराउँछ त्यही कुराले तपाईँलाई सबैभन्दा बलियो बनाउँछ। नियम नम्बर 11, आफ्नो कथा आफै लेख्नुहोस्। कि तपाईँ निर्णय गर्नुहुन्छ कि अरूले तपाईँको जीवन चलाउँछन्, छनोट तपाईँको हो। नियम नम्बर 12, लक्ष्यविहीन मानिसबाट टाढा रहनुहोस्। सङ्गतले भविष्य बनाउँछ, गलत सङ्गतले बर्बादी बनाउँछ। त्यसकारण लक्ष्यविहीन मानिसबाट टाढा रहनुहोस्। अन्तिम सन्देश, मानवता मनमा राख्नुहोस् तर निर्णय दिमागलाई लिनुहोस्। अब भन्नुहोस् कि तपाईँ तयार हुनुहुन्छ लाटो भएर होइन, मास्टर माइन्ड भएर बाँच्न? यदि हो भने कमेन्टमा लेख्नुहोस्, म तयार छु।